ल मनाङ चाहिँ छिर्यो है त हामी आयो भाइ एन्ड मनाङ वी आर कमिङ छैन मैले त Manang right now. यसको डिस्टर्ब आउँछ साउन्ड रोक्यो एक रोकी ल गयो हामी So we are back to off to Manang. यसरी बोकेर जाँदैछौँ हामी बढिया गाह्रो हुँदैन नि त्यसरी भाइ मलाई हुन्छ नि केटाहरू चाहिँ त्यता छन् हामी चाहिँ यता छौँ ओडेर मजा बाइक चलाएर बाइक चलायो दोस्तहरू फाइनली एट कलम्की हामी चाहिँ कलङ्कीको ट्राफिक ज्याममा परिरहेको छौँ मैले उता गगन र शैलेश अनि यता मोटे र म ओए मोटे अनि यो ठाउँतिर चाहिँ बाटो लास्ट अफ रोड छ यार बस्दा बस्दै बमै दुखिसक्यो तर रमाइलो चाहिँ रमाइलो भइरहेको छ अहिलेसम्म नयाँ एक्सपिरियन्स गर्न पाइरहेछौँ अब बेलुका त हामी मनाङ पुग्छौँ होपफुली या कतै गएर बस्छौँ होला एकै दिनमा त मनाङ पुग्दैन होला सो हामी बेलुका त्यो मनाङ पुग्नुभन्दा अगाडि नै अब कहाँसम्म पुगिन्छ यात्रा आजको त्यतैतिर गएर बस्नुपर्छ इनफ रेस्ट लिनुपर्छ सो द्याट वी क्यान ड्राइभ अगेन टुमोरो मर्निङ अलिअलि धुलो पनि छ बाटो मोटे यहाँ पुरै ड्राइभ गर्दैछ मोटे यस बाटो बनाउँदैछ नेपालमा धेरै बाटोहरू बन्दै पनि छ बाटो बन्दै पनि छ बनाउँदै पनि छन् ओहो त्यहाँ कडा धुलो रहेछ खाल्डोमा
यत्रो खानु के गर्ने ब्रेक हानेर बित्दा बस हराउनु बजाउँदै आइसक्यो यसमा त कति घन्टा हामी ट्राभल गऱ्यौँ अहिले 7 बजे निस्केको कहाँ निस्किन्छ 7 बजे 7:30 होइन 7 बजे त 7:15 भएको थियो होला 8 बज्नु लाग्यो मलाई ढिलो लाग्छ मलाई पुग्दाखेरि 7:30 भएको थियो ठ्याक्कै मलुखा आइपुग्यौँ हामी चाहिँ होइन मलुखीको माछा खाँदैछौँ हामी 8 बजी निस्केको थियौँ हामी ठ्याक्कै मोटेको पसलबाट 7:30 तिर हिँडेर 7:30 तिर है माछा चाहिँ एकदम मिठो छ यार मलुखीको खानु मोटे यहाँनिर चाहिँ वाइल्ड जाम भइरहेछ यार यता गाडी पनि पल्टिएछ यता जाम पनि छ ट्राफिक के गर्नु बाटो यस्तो छ नेपालको गाडी त इजिली पल्टिहाल्छ नि काँक्रा यहाँहरू लास्ट जाममा परे जस्तो सिधा सिधा काट्दिनु भन्नु है अनि हामी चाहिँ यो फेमस दिदीको खतरा काँक्रो खाने ठाउँमा स्टप गरेर दिदीले काँक्रो काटिदिँदै हुनुहुन्छ हाम्रो लागि काँक्रो मकै पनि भन्नु काँक्रो मकै अनि भुइँकटर के पाइँदो रहेछ तर मलाई चाहिँ काँक्रै खाना लोकल काँक्रो हो नि त यो यस्तो मिठो हुन्छ देख्दै कति राम्रो हुन्छ है फुल लगाइदिउँ है त केटाहरू नै आइपुग्यो होला जाममा परे जस्तो बस पल्टिरहेको थियो माथि कस्तो मोटे यार तैँले बेलैमा सबै कुरा सकाएछ जस्तो लाग्दैछ यहाँ हेर्नु न पिरो अचार मात्रै कस्तो दामी टिमुरको दिदी हजुर दामी देखेर त यस्तो दामी बवाल मिठो काँक्रो वाउ खुर्सानी टक्कला हालेर सेकेर खै कसम छ काँक्रो चाहिँ एकदमै बवाल अनि एकदमै दामी वाउ यो पिरो पिरो काँक्रो टिमुरवाला अचार है काँक्रो कस्तो लाग्यो तपाईँ अचार दामी छ काँक्रो हाइब्रिड जस्तै छ काँक्रोको चाहिँ खालि स्वाद छैन तर अचार चाहिँ मिठो छ है तपाईँलाई कस्तो लाग्यो है टोक्न गाह्रो भयो पुलिसले बोल्यो यिनीहरू कराएर टोक्न गाह्रो भयो टोक्न गाह्रो भएर टोक्ने बानी भएको दिदी हामी गएको यस्तो बवाल मिठो काँक्रो खाइयो नि यहाँ होइन यस्तो बवाल मिठो काँक्रो खायो काँक्रो भन्दा पनि अचारै मिठो लाग्यो के अब पातलो ज्याकेटै छैन गर्मीहरू कस्तो आनन्द भयो अरे लुगा सुगा खोलेर टक्क खाना खाने ठाउँमा आएर बस्दा वाइल्डै गऱ्यौँ भइरहेको थियो मलाई अघिदेखि
केटाहरू पनि टक्क लाएर यता आइज यो पनि टक्क लाएर पुग्यो ठ्याक्कै आज पुग्यो भने भोलि मजाले घुम्नु पाइयो होपफुली आज पुगेला मनाङ के भने मोटे होइन आज मनाङ पुग्यो भने मजाले घुम्नु आउँछ भोलि होपफुली यसो हिँड्ने हाइकिङहरू जानुपर्छ क्या बुझ्नुहोस् 1-2 घन्टा हिँड्ने बाटोमा त हिँड्न सक्छस् नि त फेरि हिँड्न सक्छ मैले होटेलमा बसिरहेको छु हामीले 1-2 घन्टा हिँड्नु पर्ने छैन होला कतै ठाउँ भने त्यही हो हाम्रो प्लान चाहिँ आज नै मनाङ पुग्ने छ अब हेरौँ अब के हुन्छ होपफुली आज मनाङ के हुन्छ बवाली हुनेवाला छ अफ टु मनाङ टक्कर लाएर 3 सिस्टर्स थकालीमा खाएर अब हामी निस्किँदैछौँ मनाङ बिस्तारै लेट्स गो नेपालको हार्बर ब्रिज है यो चाहिँ नेपालको हार्बर ब्रिज उल्टो त्यो बाइक 100-200 स्पिड जान्छ मोटेको 100-110 हो कम्पिटिसन हानेर त्यसको मेरो कम्पिटिसन गर्नु मिल्यो क्या तिमीले लडेका 3 सम्म कोसँग कम्पिटिसन हान्छ देख्नेले देखी जान्छ सुन्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ नि ए खोलिदिए मुटु सबै के सानो भइन्छ र आइया 1 घन्टा यहाँ 1 घन्टामा गाडीमा चाहिँ गाडीमा त गाडीमा 1 घन्टा त्यो बाइकमा झन् चाँडो भयो त्यहाँबाट त नराम्रो बाटो बाइक आएछ त्यहाँदेखि राम्रो छ भन्छ क्या भन्नु त हजुर कमी पहिला गइसक्नुभयो होला सोधेको बाइक हिँड्दा हिँड्दा गाह्रो हो कि तपाईँको टेम्पो मनाङ जान्छ भने टेम्पोमै मनाङ जानुहुन्थ्यो नि त पछाडि पनि त झन् गाह्रो हुँदो रहेछ सजिलो हुन्छ नि मोटी पछाडि भन्नु त्यो झन् खाल्टोमा भोग्रक उमार्दा त चाकै कता कता बाइक कहीँ खाल्टोमा हाल्दैन तेरो ल्याम्प हाल्न याद गरिरहेको छैन ख्याल गर मेरो 90 स्पिड हान्दाखेरि यसको बाइक 60 स्पिड हिँडिरहेको थियो आफ्नो त बिस्तारै कुदाउँदो रहेछ अनि मोटेको त हिलो यताउति बम्प सम्प केही बाल नदेखि दामी छ होइन कुदाइ ठिक छ आज पुग्छ कि पर्सि पुग्छ देखाइर के आज पुग्छ कि पर्सि पुग्छ यी कुन ठाउँ रहेछ भाइ यो खानसार अझै टाइम लाग्छ अझै 5-6 घन्टा लाग्छ होला मनाङ जानलाई मनाङ पुग्दैन होला आज पुगिन्छ भन्ने बुढोले मनाङ चाहिँ पुग्यो 1 घन्टा बेसी सर रे 3 घन्टा मनाङ 20 किलोमिटर के रे उस्तो आएको छैन होला को हामी 20 किलोमिटर कट्यो यहाँ त्यहाँबाट कति गर्ने 20 त यस्तै बाटो नि कति ठाउँमा थिएन त पहिला फर्स्टमा 20 त कटाएन होला तिम्रो कति होला हौ
कसले भने भाइले भने ल एउटा चेज ल टङ्किरहेको स्कर्पियो पानी खतरा परिरहेको त मुस्ताङमा साया परे हाम्रो बाल खिड्की ल म देखा दुईजनाले फोन गरेको थियो दुईटैले रिसिभ गरेन शाहरुख खान आए क्या हो शाहरुख खान देखने क्या हो अनि यो चाहिँ हाम्रो सुती बजार बाटै त्यसै छ ल्यान्ड क्रुजर चाँडोमा आउँछन् यार मान्छेहरू अब पिताउला जस्तो लागेन पानी छ यार उसले यो देख्ने बित्तिकै हामीले थाहा पाइसक्यौँ कि मनाङ चाहिँ पुरै अफ रोड रहेछ यता गयो भने चाहिँ मनाङ यता गयो भने चाहिँ फेरि ट्रेकिङ ट्रेल मनाङ सो हामी यता जाँदैछौँ वाइल्डै अफ रोड छ अनि वाइल्डै गाह्रो भइसक्यो एकदमै गर्मी पनि भइसक्यो तर अब चाहिँ चिसो हुन थालिसक्यो एकछिन कुरेर वाइल्ड मजा आइरहेछ है वाइल्ड मजा आइरहेछ यहाँ सुजल भन्ने एउटा जन्तु सन्दीपको बुढाबुढी र अर्को एउटा चाहिँ मोटेको बुढी त्यही परिस्थितिले छुट्या छन् होइन तर केटाहरू चाहिँ जान छुटाए तिनीहरूलाई रिग्रेट फिल गराउनै पर्छ होइन रमाइलो भइरहेछ एकदम आयो गाडी आयो केही छैन गाडी आयो यता गाडी आइरहेछ सब अफ रोड ल यही गाडीलाई फलो गर्दै जान्छौँ अब हामी ओके सर र यो खोलासँगै हामी मनाङ प्रस्थान गरेको छौँ जस्तो फिल चाहिँ भइरहेछ डोन्ट नो एक्ज्याक्टली है चिसो नि आएर मनाङकै चिसो आइरहेको अरे सहिलेलाई बेसी बजारदेखि नै मनाङको चिसो आएको यहाँ चाहिँ भर्खर आउँदैछ चालिस जस्तै बाटो रहेछ घुमी हेऱ्यो भने त गाह्रो लाग्छ त पुरै डेन्जर छ त यार बाटो यतापट्टि यस्तो चट्साङ होइन भन्न ठाउँमा यहाँ ढलान छ त्यो ढलान पनि गाडी गुडाइदियो त क्या मुलाहरूले ढलान गाडी गुडाइदियो त क्या यो पो झर्नाहरू मागवटी सागरिङ रे मनाङ आउनुभयो भने चाहिँ ताङरिङ झरना चाहिँ यहीँ रहेछ दामी देखिएको छ होइन यस्तो बवाल देखिएको छ नि यो झरना होइन हामीले चाहिँ एकछिन स्टप गऱ्यौँ यो झरना हेर्नको लागि म देखाउँछु साँच्ची हेर्ने हो झरना Look at this beautiful. Wow. कस्तो बवाल नि हामीले क्या पोस्ट 20वटा 50वटा 50वटा 100वटा
यो नि हो होइन हातमा एभन स्मिथ नेपाली सिरियल भनेकै हो ल साथीहरू के बन्दै रहेछ है 5 स्टार होटेल पनि यो राखेको साह्रै भिजिटको छ है यहाँ चाहिँ थाहा छैन क्या बाटो त पुरै अफरोड छ यार पुरै नै अफरोड आफ्नै बाइकमा आउँछ त्यस्तै पऱ्यो भने त साउलाई पनि स्कुटर ल्याइदिन्छ लाउनु दाइ लिएर जानु आज तपाईँ मेरो स्कुटर गरिदिइहाल्छ त्यही घर तैँले चाहिँ बेस्ट त्यो मुला साउले नि यो भ्लग हेऱ्यो भने बढाइदिए हुन्छ 2000 बढाइदिएर 22000 बनाइदिए हुन्छ त्यही पऱ्यो भने हामी he deserves 22,000 यस्तो अब अलिक गाह्रो हुन्छ भने बरु 2 घन्टा काम थप्दै हुन्छ 22000 चाहिँ दिनु पर्यो 9 घन्टा बनाइदिए हुन्छ बिना काम त्यसले बिताउने भनेको हामी त भिडियो कल गरेरै हो 9 घन्टा अब दिए नि 10 घन्टा दिए नि 5 घन्टा दिए नि भिडियो अफ गर्ने अनि कुरा सुन्ने हाम्रो अनि अर्कोलाई गरेर फेरि त्यही कुरा भन्छ बाटो त वाइल्ड खत्तम है ठिकै छ हल्का एडभेन्चर राम्रै छ नट ब्याड उता टेक्नु पऱ्यो छैन अहिलेसम्म उता टेक्नु नपऱ्यो वास्तविक नट ब्याड हो चाहिँ मोबाइल छ तर खासै मनाङ भाइ चाहिएको बाटोमा बाटो यता यता त्योबाट गाउँतिर मको टाइम पुरै आइरहेको क्या है त मनाङ है त भने है बाटो त क्रेजी छ त है डोजर चाहिँ छ अलिअलि किनाइदिनुपर्छ डोजर इज ओन्ली फर डिस्ट्रक्सन भन्छ भर्केले काठमाडौँमा यति झर्ना भयो नि परि मान्छे कतिको छ छ यहाँनिर छ त्यहाँनिर तातोमा धेरै ठाउँमा छ है नेपालमा आफै आउनु तात पनि धरती तातिएर होइन गर्नलाई हो माथितिर राम्रो है मलाई उनीहरूले पनि यो बनाउनु देख्छ नि होइन जानु नपाए कहाँ बस्न जाने आज हामी जहाँ हुन्छ त्यही बस्न जाने आज ए झर्नाकै साइड नबसेर मजाले चिया खायौँ हामीले होइन अनि अब छामे बस्ने सकेसम्म छामे बस्न जान्छौँ अब 2 घन्टा जान्छौँ अलरेडी 5 o'clock सकेसम्म 2 घन्टा भन्दा धेरै ट्राभल गर्दै नभए हामी ठ्याक्कै झर्नानिर आएर चिया खायौँ आई किप अन अपडेटिङ यु है त
पर्दा आजकल यो मनाङ जाने बाटो धेरै राम्रो बनाएको रहेछ है सोचेको भन्दा चाहिँ टक्क यो भने धेरै राम्रो हो यार यस्तो ठाउँमा पुरै ढलान बाटोहरू छ पिच बाटोहरू छ बारेको छ मान्छेको लागि सेफ्टीको लागि होइन धेरै राम्रो बनाएको रहेछ यार सोचेकै थिइनँ मैले होटलहरू बाटोमा टनाटन छ ठाउँ ठाउँमा अफरोड त छ तर बाटो बनाउँदै पनि छ सिम्पल बाटोहरूमा चाहिँ अफरोड छ नत्र मसली बाटोहरू चाहिँ यस्तो पिचहरू छ गाह्रो गाह्रो बाटोहरूमा सबैमा यसरी पिच ढलानहरू मजाले बनाइदिएर राखिदिएको रहेछ अहिले यो चाहिँ मनाङ प्रवेशद्वार मनाङ ठ्याक्कै हामी छिर्ला हामी यही पुलबाट चाहिँ मनाङ छिर्यौँ वेलकम टु नेसनल रुरल म्युनिसिपालिटी मनाङले वाउ ल मनाङ चाहिँ छिर्यो है त हामी आयो भाइ एन्ड मनाङ वी आर कमिङ त्यसले एक दिनमा 2 दिन पुग जान्छु भन्न सक्छ होइन भनेन तिम्रो हिसाब यताउता गरिहाल्छु म्यानेजर पनि थियो के हो यो चाहिँ हाम्रो उता निस्किनु होला कता निस्किनु उतापट्टि उता त्यो आमाले लिनु होला नि ओइ किन पुस्तकको दाजु किन पुस्तकको तेल तेल ओइ के बजार हो यो जाम्या भाइ जाम्या त्यहाँ थाहा पाइरहेको